नमस्ते। आज फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन आज देशैभर सम्पन्न भइरहेको छ। आज चाहिँ म झापा क्षेत्र नम्बर 5 दमक 5 स्थित तिपिनी स्कुलमा भइरहेको मतदान केन्द्रमा अवलोकन गर्नको लागि म यहाँबाट रुमबाट हिँडिरहेको छु र यहाँ मतदान स्थलमा जाँदाखेरि चाहिँ सुरक्षा व्यवस्था एकदम कडा पारिएको रहेछ। पहिलो लेयरमा चाहिँ नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको मैले यहाँबाट देखेँ हैन। त्यस्तै गरी भित्रपट्टि चाहिँ दोस्रो तेस्रो लेयरमा चाहिँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्यस्तै गरी निर्वाचन प्रहरीहरू खटिरहेको मैले देखेँ। यहाँ बिहानैदेखि मतदान गर्नको लागि मतदाताहरू एकदम उत्साहित रूपमा चाहिँ आइरहेको र अझै पनि आउने क्रम जारी रहेको मैले देखेँ। धेरैले चाहिँ बिहान नै मतदान गरेर फर्किसकेको अवस्था रहेछ। त्यस्तै गरी मतदान गर्न बाँकी रहेका मतदाताहरू भर्खरै मतदान गर्नको लागि मतदान स्थलमा आइरहेका छन्। र यो क्षेत्र चाहिँ झापा क्षेत्र नम्बर 5 चाहिँ नेपालको निर्वाचन क्षेत्रहरूमध्ये सबैभन्दा चासको रूपमा हेरिएको छ, किनभने यहाँ पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, त्यस्तै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह बिचको यो कडा प्रतिस्पर्धालाई हेरिएको छ। किनभने यस निर्वाचन अगावैको अवस्थालाई हेर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको पनि राम्रै क्रेज रहेको थियो भने नेकपा एमालेको त झन् यो क्षेत्र एकदम गढकै रूपमा मानिन्छ।